रविन्द्र दान्त द टाइगर अफ बजाङ अब यूएफसीको कन्ट्र्याक्टको लागि मात्र 2 खेल टाढा छन्। उनले मे 28 मा फिलिपिन्सका किम्बर्ट एलिन्टोजनलाई हराएर हिस्ट्री बनाएका थिए र यसैसँगै रविन्द्र दान्त बनेका थिए नेपाली कुनै पनि खेलाडी जसले रोड टु यूएफसीको स्टेजमा कुनै पनि फाइट जितेको थियो। त्यसकारण रविन्द्र दान्तलाई अब यूएफसीको कन्ट्र्याक्ट पाउनको लागि मात्र 2 खेल जित्नुपर्नेछ, जसमध्ये रविन्द्र दान्तको पहिलो खेल मतलब अब आउने खेल जुन चाहिँ सेमिफाइनल खेल रहेको छ, उनको त्यो खेल चाहिँ न्युजिल्यान्डका कासिप मर्डोक भन्ने फाइटरसँग रहेको छ र यो खेलको डेट चाहिँ अहिलेसम्म फिक्स भइसकेको छैन, तर यो खेल अगस्त वा सेप्टेम्बरतिर हुने धेरै सम्भावना छ। र यदि रविन्द्र दान्तले आफ्नो सेमिफाइनल खेल कासिप मर्डोकसँग जित्यो भने उनी सिधै फाइनलमा जानेछन् अनि रविन्द्र दान्त सेकेन्ड सेमिफाइनलको विनरसँग चाहिँ फाइनल म्याच खेल्नेछन्, जो कि जापानको रियो तोजिमा र इन्डियाको चुङरेन कोरेन बीच हुनेछ, जसमध्ये रविन्द्रले चुङरेनलाई त एमएफएनको स्टेजमा हराइसकेका छन्। र मेन कुरा के छ भनेपछि रविन्द्र दान्त चाहिँ ब्यान्टम वेटको डिभिजनभित्र खेल्दैछन्, तर हामीमध्ये धेरैजनालाई यो ब्यान्टम वेटको डिभिजन भनेको के हो त्यो थाहा नहुन सक्छ। ब्यान्टम वेट भन्ने शब्द चाहिँ एउटा ब्यान्टम चिकन भन्ने एउटा चिकनको ब्रिडबाट आउँछ, जो चाहिँ एकदमै हलुङ्गा र एकदमै एग्रेसिभ हुन्छ। त्यसैले यी ब्यान्टम वेट डिभिजनमा खेल्ने खेलाडीहरूको वेट एकदमै हलुङ्गा र एकदमै धेरै एग्रेसिभ भएको कारणले यिनीहरूलाई ब्यान्टम वेट डिभिजनको फाइटर भनेर भनिएको हो। र ब्यान्टम वेट डिभिजनको यूएफसीमा वेट लिमिट चाहिँ 61.2 केजी हुने गर्छ। ओके, सो अब आउँ आजको मेन मुद्दामा। वाट इफ रविन्द्र दान्त विन 2 म्याचेस इन अ रो एन्ड विन्स द यूएफसी कन्ट्र्याक्ट? सो यदि रविन्द्र दान्तले यूएफसीको कन्ट्र्याक्ट पायो भने या अन्य कुनै खेलाडी जसले यूएफसीको कन्ट्र्याक्ट पाउँछ त्यसले चाहिँ यूएफसीबाट कस्तो कस्तो सुविधाहरू पाउँछ, उनीहरूले एउटा खेल बापत कति चार्ज गर्छन् र उनीहरूले अरू के सुविधाहरू पाउँछन्, आउनुहोस् आजको यस भिडियोमा यही कुराको चर्चा गर्ने कोसिस गरौँ। हेर्नुहोस्, रविन्द्र दान्तले यूएफसीको कन्ट्र्याक्ट पाउने बित्तिकै करोडपति बन्ने भन्ने चाहिँ हुँदैन, तर त्यहाँको कमाई यति राम्रो र यति ब्यालेन्स्ड हुन्छ कि खेलाडीले आफूलाई चाहिने डाइट, आफूलाई चाहिने कुनै पनि चिज खरिद गर्न चाहिँ त्यति धेरै सोच्नुपर्ने आवश्यकता पर्दैन। ओके, सो सुरुमा चाहिँ यदि कुनै पनि खेलाडीले यूएफसीको कन्ट्र्याक्ट पाइसकेपछि यूएफसीको स्टेजमा चाहिँ एउटा खेल खेले बापत $12,000 पाउने गर्छ, जो चाहिँ नेपाली पैसामा कन्भर्ट गर्दाखेरि लगभग 16 लाख रुपियाँ हुन्छ। र यदि त्यो खेलाडीले त्यो खेललाई जित्न सक्छ भने उसले थप $12,000 पाउने गर्छ। यसको मतलब यो हो कि यदि कुनै पनि खेलाडीले यूएफसीको कन्ट्र्याक्ट जितिसकेपछि आफ्नो पहिलो खेल नै जित्छ भने उसले $24,000 पाउँछ, जसलाई नेपाली पैसामा कन्भर्ट गर्दाखेरि 32 लाख रुपियाँ हुन्छ। र खेलाडीले स्पोन्सरसिपबाट पनि राम्रै कमाउने गर्छ। र यदि कुनै पनि खेलाडीले एकदमै उत्कृष्ट नकआउट गरेर खेललाई फिनिस गर्छ भनेपछि उसले अझै धेरै पैसा पाउने गर्छ, जो कि लगभग $1 लाख को आसपास हुने गर्छ। र यदि त्यसलाई नेपाली पैसामा कन्भर्ट गर्ने हो भने लगभग 1,33 लाख को आसपास पुग्न जान्छ। तर यहाँ खेलाडीले कमाउने भन्ने मात्र पनि हुँदैन, उसको उत्तिकै रूपमा खर्च पनि भइरहेको हुन्छ। खेलाडीले आफ्नो कोचिङ स्टाफ, म्यानेजमेन्ट स्टाफ र सरकारलाई केही पर्सेन्टेजमा पैसा बुझाउनु पर्ने हुन्छ। र अर्को एडभान्टेज के हुन्छ भन्दाखेरि जुन सुविधाहरू एउटा लोकल लेभलको फाइटरले सपना मात्र देख्ने गर्छ, त्यसको त्यो पाऊँ भनेर सोच्ने मात्र गर्छ, त्यो लेभलको सुविधाहरू चाहिँ यूएफसीमा कन्ट्र्याक्ट भइसकेको खेलाडीले नर्मली रूपमा पाइरहेको हुन्छ। यूएफसीमा कन्ट्र्याक्ट भइसकेको खेलाडीले एकदमै वर्ल्ड क्लास लेभलको, एकदमै टप लेभलको ट्रेनिङ चाहिँ सित्तैमा पाउने गर्छन्। र यूएफसीको परीक्षण केन्द्रहरूमा चाहिँ एकदमै अत्याधुनिक रिकभरी सिस्टमको व्यवस्था हुन्छ, जसमा यदि खेलाडी कुनै पनि खेल खेल्दा इन्जर्ड भएको छ भनेपछि उसले चाहिँ एकदमै फास्ट, एकदमै टप स्पिडमा चाहिँ आफ्नो रिकभरी गर्न सक्छ। र हेर्नु, ब्यान्टम वेट डिभिजनमा फाइट खेल्दाखेरि आफ्नो वेटलाई ब्यालेन्स गर्न एकदमै गाह्रो हुने गर्छ। खेलाडीले एकदमै हाई वेटबाट चाहिँ 61.2 केजीसम्म घट्नुपर्ने हुन्छ। र त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि कुनै पनि फाइटरले राम्रोसँग आफ्नो फुल परीक्षणमा डक्टरको निगरानीमा आफ्नो वेट घटाउन पाउँदैन, जसले गर्दा चाहिँ उसलाई फाइट खेल्दाखेरि एकदमै नेगेटिभ इम्प्याक्ट पर्ने पनि हुनसक्छ। तर यदि यूएफसीमा कन्ट्र्याक्ट पाइसकेपछि यसमा चाहिँ फुल एकदमै टप लेभलको डक्टरहरूको सल्लाहमा चाहिँ आफ्नो वेट घटाउन सकिन्छ र आफ्नो ब्यान्टम वेट डिभिजनको खेलको लागि तयार हुन सकिन्छ। र अर्को मजेदार कुरा के हो भन्दाखेरि यदि कुनै पनि खेलाडी यूएफसीमा कन्ट्र्याक्ट पाइसकेपछि यदि कुनै पनि खेल खेल्दाखेरि ऊ इन्जर्ड हुन्छ, जतिसुकै घातक इन्जरी होस्, त्यसको ट्रिटमेन्टको लागि जतिसुकै पैसा किन नहोस् त्यो पैसा चाहिँ यूएफसीले नै भरपाई गर्ने गर्छ। र हेर्नुहोस्, बजाङ जस्तो विकट ठाउँबाट यो यति ठुलो स्टेजमा पुग्नु भनेको सानोतिनो कुरा त होइन।